Hello guys. आज हाम्रो हामीले बिदाको दिनलाई सदुपयोग गर्दै आज हाम्रो छुट्टीको दिनलाई सदुपयोग गर्दै हाम्रो टिम आज हाम्रो विशेष भिडियोमा गाइस ओहो ल यो समयमा यहाँको जस यो मौसम योभन्दा अघिल्लो सिजनमा एक निकै हरियाली थियो अहिले चाहिँ सुक्खा छ पानी छैन अब होइन होइन गाइजहरू प्लिज ड्यू ओ यता चाहिँ डान्सर केटा छ हाम्रो त्यसमा ल ठिक छ आज हाम्रो विशेष घुम्ने ठाउँ दिस एरिया भाइ राजा त्यहाँ के बोक्नुभयो तपाईँले चटपटी वाउ वेयर इज माउन्टेन ड्यू शो मी प्लिज ओके ल अब हाम्रो चटपटे अनि ड्यू खाने तयारीमा छौँ हामी चटपट कल्पना दिन चाहिँ खतरा बनाउनु लामा चटपटे भनेको चटपटे नै हो माउन्टेन ड्यू रहेछ एउटा चाहिँ दुईले भाइ अनि अन्त नि यो बिलायो साथीले वाह कस्तो फिलिङ भइरहेछ एकदम दामी झ्याप हुँदिन भन्दा भन्दै झ्याप बनायो साथीले तर ड्यूले दाइले अब दाइको पालो गाइस ड्यूले है फेरि हामी गाइस हाम्रो अनि हाम्रो शुद्ध टिम होइन ओके छटपट यो चिया बगानमा के छ र मान्छेहरू अनि काम छैन ल गाइजहरू लगभग हामी खाइसक्यो होइन अब फोहोर व्यवस्थापनको लागि हामीले त्यहाँ यो अब अन्य साथीहरूले यतातिर छरेको रहेछ होइन तर हामी त्यसो गर्दैनौँ किनभने स्वच्छ सफा हामीले
व्यवस्थापन गर्ने हाम्रो पानी परेको छ र जो कोहीले पनि तपाईँहरू आउँदाखेरि यसो खाँदै हुनुहुन्छ भने यो फोहोरलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ है साथी हो। गाउँ सक्नुपर्छ है साथीहरू। दिपक सर ठिक छ। हेलो गाइस, अहिले यो समय चैत्र महिनामा चाहिँ लगभग हाम्रो हरियाली हुँदैन, लगभग यो खालको दृश्य हुन्छ होइन। अब के भन्छ यसलाई चाहिँ अलिक डढेको देखिन्छ होइन। अब पानी परेपछि पालु आएपछि फेरि एकदमै हरियाली हुन्छ। अहिलेको दृश्य चाहिँ लगभग यो टाइपको छ, यस्तो खालको छ। ल गयो डान्स हान्दियो आजको रमाइलो। हामीले व्यवस्थापनको लागि फोहोर उठायौँ। ल ठिक छ, हामीले खाएको आफ्नो यो फोहोरहरूलाई चाहिँ डस्टबिनमा राख्छौँ। ल हामीले यो खाएको जति पनि आउनुहुन्छ आगन्तुकहरू तपाईँहरूले पनि हामीले जस्तै गर्नु होला है। यस्तो क्लियर यो ठाउँलाई क्लियर राख्नु होला, किन तपाईँ हामी फेरि पनि आउँछौँ होइन। यो विषयमा के भन्नुहुन्छ तपाईँ? हामीले इलामलाई चाहिँ स्वस्थ राख्नु पर्यो, स्वच्छ हरियाली हराभरा जहाँ पाए त्यहीँ फोहोर गर्नु भएन। आफूले खाएको सामानहरू खाइसकेपछि व्यवस्थित लिएर गएर ओके। यो चाहिँ अरूलाई पनि होइन जाओस् होइन त। ल यही अगाडि रहेछ एउटा डस्टबिन। ल गाई झार्छु। यो चिया त यसरी पाउला आउनु पर्यो नि त होइन। सट्ट पार पहिलाको दृश्य हुँदा अहिले कति फरक भयो है। ल हाम्रो बहिनी पनि आउने भयो नि। हाम्रो बहिनी पनि आउने भयो नि। अनि त तल्लो डाँडाबाट ल अब हामी तल्लो तिर्सु ठाउँमा आइएको छ। हामी अब जाँदैछौँ हाम्रो गन्तव्य स्थानसम्म होइन त साथीहरू। ल यस हेलो गाइज, कहिले हो हामी हेरे हो नेक्स्ट। भाइ केटाहरू कहाँबाट आयो? भाइ केटाहरू कहाँबाट? साइकल टिम पर कहीँ छ यहाँ बन्दुकले हाने गोली। त्यहाँ ठुलो सङ्कटकालमा गोली लाग्यो नि त। यो ल ऐसली ल ठिक छ ऐसली टिप्दै हुन्छ त ल प्लिज। खोइ ऐसेलो यस्तो हुन्छ होइन। लु खानु त कस्तो सकेर आजको विशेष छुट्टीको दिनलाई मनाएर हाम्रो यो थाई स्थानतिर हामी फर्किँदैछौँ। खाँदा पेट एकदम अब फेरि हाम्रो प्लानिङ कहिलेकोलाई स्याटरडे। ल हामी फेरि नेक्स्ट स्याटरडे भेट्नेछौँ। बाई बाई। धन्यवाद।